सिरानी नमिल्या भए सिरानी मिलाइदिनु भयो होला, ओढ्नी नओढेको भए ओढ्नी ओढाइदिनु भयो होला हो, अनि बत्ती निभाइदिनु भयो होला, अनि बिस्तारै ढोका तानेर अनि त्यसपछि आफू सुत्न जानुभयो होला नि त। कस्तो मिलेका थिए। तर तिनै जब 30 वर्षका भए, जब पुग्यो 30 दाजु भाइ मारिएछ। अब त भाइ घर आयो भने दाइ बाहिर, दाइ घर आयो भने भाइ बाहिर। दोष कसलाई? हिजोसम्म एउटै ओछिनमा सुत्नेवाला दाजुभाइ, हिजोसम्म अँगालो हालेर हिँड्ने दाजुभाइ, हिजोसम्म हात समातेर हिँड्ने दाजुभाइ, हिजोसम्म आमालाई दुःख हुन्छ भनेर एउटै थालमा खानेवाला दाजुभाइ, हिजोसम्म भुटेको मकै खल्तीबाट उल्ले निकालेर खानेवाला दाजुभाइ, दाइ नआए भाइले भात नखाने, भाइ नआए दाइले भात नखाने घरमा आज 30 वर्षमा दाजुभाइ झगडा परेर अनुहार हेर्न चाहँदैनन्। आमा, दोष कसलाई? दोष कसलाई दिनु? दोष समयलाई, बुहारीलाई, कसलाई त? होइन बाबुआमाको दोष, समयको दोष हो। समयले परिस्थितिले बनाएको दोष हो है। जब पुग्यो 40 जहान बच्चा पालिस, जब पुग्यो 50 कानमा लाग्यो बतास, जब पुग्यो 60 हातमा आयो लाठी, जब पुग्यो 70 कुना कुना भौतारे। म के नै गर्छु भन्नुहुन्छ हजुरहरू? कति दुःख गर्नुभयो, कति कष्ट गर्नुभयो होला। यो जग्गा जमिन जोड्न कति खाइ नखाइ, कतिको काम गर्नुभयो होला, कति दुःख गर्नुभयो होला। रात दिन नभनिकन जग्गा जमिन जोड्नुभयो, बिस्तारै बिस्तारै घर बनाउनु भयो होला। आमा, अब त नि घर बनाए पनि हजुरहरूले रोजेर कोठामा बस्न पाउनुहुन्न। अब घरमा बुढाबुढी बाआमाले रोजेर म यो कोठामा बस्छु भनेर पाउनुहुन्न। कहाँ बस्ने त? जुन कोठामा घाम लागेको छैन, जुन कोठा अँध्यारो छ, जुन कोठा साँघुरो छ, हो त्यो कोठामा चाहिँ गएर हजुरआमा सुत्ने हो। तर त्यो सारा सृजना गर्ने चाहिँ दिने हजुरआमा हुन्। तर सृजना भइसकेपछि अब रोन नपा, अरू कुरा छोडिदिनुहोस्। मेरा त यस्ता छैनन् नभन्नु होला, परेसी हुन्छ त्यस्तो। तपाईँ जब सोफामा बसेर चिया खाँदै गर्नु, तपाईँको हात हल्लिन थाल्छ। त्यो हात हल्लिँदाखेरि सोफामा चिया पोख्यो भने नातिनीले रिसाउँछे, हाम्रो आमा यहाँ आएर चिया खानुपर्ने, उता गएर खाए हुँदैन, पोख्यो यहाँ। आमा, त्यो दिन पनि आउँछ, याद गर्नुहोस्। कस्तो जिन्दगी कस्तो भन्छ। जब पुग्यो 60 हातमा आयो लाठी, जब पुग्यो 70 कुना कुना भौतारे। अब मान्छेहरूका अगाडि गएर बोल्न जाने छैन, जान सकिँदैन। अनि कुजाङ न हुरुक्क न जुरुक्क गइदिए सुख पाउँथे, यसले नि दुःख पाए हामीलाई नि दुःख दिए भन्छन् बुढाले। त्यही ठाउँमा बुढा थला परेर बुढीलाई गएर सोध्नु, आमा बालाई कस्तो छ त भन्नु, आमाले गइदिए हुन्थ्यो भन्नु न। आमाले के भन्नुहुन्छ? बाबु त्यस्तै हो, यस्तै भने पनि 2-4 वर्ष राख्न पाए हुन्थ्यो, यस्तै भने पनि सेवा गर्न पाए। छोराले बा भन्न पाउँथ्यो, छोरीले बा भन्न पाउँथिन्, हो नातिले हजुरबा भन्न पाउँथ्यो। भगवानको कृपा 2-4 वर्ष केही नभइदिए बरु हामी जति दुःख भने सेवा गर्थ्यौँ, केही नभइदिए हुन्थ्यो। कसले भन्छ? आमाले भन्छन्, हजुर श्रीमतीले भन्छन्। श्रीमानले के भन्छन्? यो झ्याङझ्याङ नहुरुक्क नजुरुक्क। भन्नु न, परेकै छैन नि कहाँ भन्नुहुन्छ? परेपछि थाहा हुन्छ।
भन्नु सक्नु आमाको मन जस्तो बाबाहरूको मन हुँदैन नि हजुर भन्नुभयो नि आमाहरूको मन त्यति राजा जानुभयो सरस्वती नाम गरेको नदीको तटमा रानी पछि लाएर गयो भित्र कसैलाई जानु नदिनु सुखदेव स्वामी जानुभयो राजाले प्रश्न गर्नुभयो भगवान् आजको 7औं दिनमा मर्नेले के गर्नुपर्दछ राजाले प्रश्न गर्नुभयो सुखदेव स्वामीले भन्नुहुन्छ चिन्ता नगर राजा तिमीले तिम्रा लागि मात्रै प्रश्न गरेका छैनौ सारा जीवात्माको लागि प्रश्न गरेका छौ यो संसारमा जन्मेका हरेक प्राणीहरू मर्ने 7 दिनमा हो 7 दिनभन्दा बढी बाँच्नेवाला कोही पनि छैन हिसाब गरौँ त आइतबार सोमबार मंगलबार बुधबार बिहीबार शुक्रबार शनिबार पुनः आयो आइतबार हामी नि जाने त्यही 7 दिनभित्र हो तर कुन दिन होला है ओहो डर पो लाग्न थाल्यो त जाने त हो नि वैशाखबाट चैत आइतबारबाट शनिबार यतिमा हो नि जाने एक दिन तर हाम्रो लागि त्यो दिन कुन होला जुन दिन हाम्रो लागि सदाको लागि अन्त तिमीले तिम्रो लागि मात्र प्रश्न गरेनौ सारा जगत मात्रको लागि प्रश्न गरेका छौ हरेकले संसारमा जन्मेका हरेकले मर्ने 7 दिनमा हो बरियासे नते प्रश्न कृतो लोकहितं नृप आत्माविद सम्मत पुंसां श्रोतव्या दिशु यहाँ पर कति राम्रो प्रश्न गर्यौ राजन तिमीले यति राम्रो प्रश्न गरेका छौ तिमीले कि यो प्रश्नले सारा जीव जगत चराचरको लागि लक्षित गरेको छ हरेक प्राणी जन्मेको प्राणी मर्ने 7 दिनमा हो त्यो भन्दा बढी बाँच्नेवाला कोही पनि छैन शिव पुराणमा मृत्युका लक्षणहरू बताछ धेरै लक्षण छन् शिव पुराणमा है जसमध्येमा यदि आकाशमा अरुन्धती तारा देखिएन भनेदेखि 1 वर्षमा मरिन्छ सप्त ऋषिको बीचमा अरुन्धती तारा देखिएन भने 1 वर्षमा मरिन्छ शिव महापुराणमा लेखिएको छ हामीले 30 को पञ्चमी पूजा गर्दा चारैतिर 7 वटा ऋषि राख्छौं कुसको बीचमा एउटा ऋषि बनाएर राख्छौं त्यो अरुन्धती हुन् बीचको त्यो चारैतिर राखेको 7 वटा चाहिँ सप्त ऋषिहरू हुन् हो त्यसैगरी आकाश मण्डपमा पनि 7 वटा ऋषिहरूको बीचमा अरुन्धती रहन्छन् यदि त्यो सप्त ऋषिको बीचको अरुन्धती तारा देखिएन भने 1 वर्षमा मृत्यु हुन्छ हिलोमा गाडिएर बाहिर निक्लिन सकिएन सपनामा भने 9 महिनामा मृत्यु हुन्छ गधामा चढेर दक्षिण दिशा गयो भनेदेखि 6 महिनामा मृत्यु हुन्छ 2टा कान थुन्दा मैले बोलेको सुन्नु भएन भनेदेखि आज के बार शनिबार सोमबार आज यदि मैले बोलेको 2टा कान थुन्दा सुन्नु भएन भने अर्को सोमबार मरिन्छ 7 दिनमा मरिन्छ मैले बोलेको 2टा कानले थुन्दाखेरि सुन्नु भएन भने सुनिन्छ नसुने त मरिहाल्छ नि फरकै छैन ल यदि मैले बोलेको हजुरले कान थुन्दा सुन्नु भएन भने फेरि कान नसुन्नेले थुन्नु होला नि कान थुन्दा पनि नसुन्नेलाई त यो लाग्दैन जो मान्छेले कान सुन्नुहुन्छ उहाँहरूले कान थुन्दाखेरि मैले बोलेको सुन्नु भएन भने 7 दिनमा ग्यारेन्टी मरिन्छ होइन होला भन्नुभयो ग्यारेन्टी हो शास्त्र नि कहिले झुटो हुन्छ थुन्नु त एकचोटि हजुर कान नसुन्ने मान्छेलाई होइन कि हजुर कान सुन्ने मान्छेलाई कान नसुन्ने मान्छेले 2टा कान थुन्दाखेरि सुनेन भने 7 दिनमा मरिन्छ अब यहाँ लाज लागे घर जानु टिभी खोल्नु नातिलाई बोल्न लाउनु कान थुन्नु सुनिन्छ हजुर सुनिन्छ नसुनी हुँदैन त अनि मरिहालिन्छ नत्र 7 दिनमा सुनिन्छ राजा परीक्षितलाई भगवान सुखदेव स्वामीले आज्ञा गर्नुभयो राजन परीक्षित चिन्ता नगर अब
तिमीले उनी भगवान श्री नारायणको विराट स्वरूपको ध्यान गर। भगवान नारायणको विराट स्वरूप नाभिभन्दा तलतिर 7 लोक, नाभिभन्दा मास्तिर 7 लोक, नाभिभन्दा तलतिर अतल वितल सुतल तलातल महातल रसातल पाताल, नाभिभन्दा मास्तिर भूरलोक भूवरलोक स्वर्गलोक जनलोक तपलोक सत्यलोक महरलोक, 14 लोक 14 भुवन, यो सारा विश्व ब्रह्माण्ड भगवान श्री नारायणको। यो कल्पना गर है। उनी भगवान श्री नारायणको ब्राह्मणस्य मुखमासित बाहु राजन्य मन्त्र आउँछ रुद्रीमा। ब्राह्मण भनेको मुखको भाग, क्षत्रिय भनेको बाहु, वैश्य भनेको उरु, शूद्र भनेको चरण। उनी भगवान नारायणको शरीरलाई 4 भागमा विभाजन गरियो र 4 जातको वर्गीकरण भयो, ब्राह्मण क्षत्रिय वैश्य शूद्र। तर जात चाहिँ 2टा मात्रै हो हजुर, जात 2टा मात्रै हो। अनि भन्ने बेला चाहिँ 52 2टा जात भन्ने, अनि त्यहाँबाट चाहिँ यसले पका खान्छु उसले पका खान्छु भान्से चाहिन्छ भन्ने भन्नु, अरूले नभनेर सरले भन्नुहुन्छ है। आमा आइहाल्नु पऱ्यो होइन आमा, सही कुरा हो। जात चाहिँ 2टै मात्रै हो हजुर। ल प्रकृति पुरुष, छोरा मान्छे छोरी मान्छे, यति हो। अनि फेरि यो के भनेको त नि फेरि भगवानले गीतामा अर्जुनलाई भन्नु छ, अर्जुन सुन, चातुर्वर्ग मया सृष्टम गुण कर्म विभागश। चातुर्वर्ग मया सृष्टम, मैले 4 जातको 4 वर्गको सृष्टि गरेको छु। त्यो कुनै 52 क्षेत्रीय वैश्य शूद्र भनेर होइन, मैले सृष्टि गरेको 4 जात भनेको गुण कर्म र विभागको आधारमा जातको वर्गीकरण गरिदिएको हो। गुण कस्तो छ त, वर्ग कस्तो छ त, विभाग के हो त? मलाई मास्टर भनेर कसैले पत्याउँछ? पत्याउँछ? हजुरले म मास्टर हुँ भनेर हजुरले पत्याउनुहुन्छ? पत्याउनुहुन्न। हाम्रो सरलाई सर पण्डित हो भनेर कसैले पत्याउँछ त? सरलाई मास्टर साहब नै भन्छन्, मलाई पण्डित गुरु नै भन्छन्, भन्दैनन् हो। त्यस्तै हामीले गरेको कर्मको अनुसार जात वर्गीकरण गर्नुभयो। अनि त्यो काम पनि कहाँ बसेर गरेको छ, कुन ठाउँमा बसेर गरेको हो? अदालतमा हाकिम साहेब भएको भए, सुब्बा भएको भए सुब्बा साहेब होइन त, हाकिम भएको हाकिम चोक, सुब्बा चोक नामै छ त चितवनमा कति ठाउँमा। हाकिमले स्थापना गरे भएर हाकिम चोक, सुब्बाको चोक भएर सुब्बाको चोक भने जस्तै काम अनुसारको पदवी प्राप्त भएर जातीय वर्गीकरण भयो। चातुर्वर्ग मया सृष्टम गुण कर्म विभागश। 4 वर्ग मैले सृष्टि गरेको छु गुण कर्म र विभागको आधारमा। यिनै हुन् 4 जात भनेका। अकाम सर्वकामो वा मोक्ष काम उदारधि तीव्रेण भक्ति योगेन यजेत पुरुष परः। अकाम सर्वकामो वा मोक्ष काम उदारधि। हामीले कुनै पनि काम गर्दा मनमा कति पनि यो भावना आओस् कि मैले यो काम गरेको छु, यसको बदलामा मलाई यति मिलोस् भनेर चाहिँ नगर्नुहुन्छ है। हामी मन्दिर जाने अनि मन्दिरमा लगेर चढाउने भन्दा माग्ने बढी भने के हुन्छ? काम लाग्यो? लागेन नि त। तर भाव जस्तो छ नि हजुर, भाव जस्तो छ फल चाहिँ त्यस्तै पाइन्छ। हामीले कर्म गर्दाको भाव जस्तो हो त्यही अनुसारको फल चाहिँ हामीले प्राप्त गर्छौँ। एउटाले सेती देवीमा लगेर फुल चढाउँदो रहेछ, सधैँ मन्दिर आउने, सधैँ दर्शन गर्ने मन्दिर। आफ्नो बारीमा चाहिँ घरमा चाहिँ कौशीमा हो गोदावरी सयपत्री मखमलीको फुल ढमक्क फुलाएर राख्छ। आफू सेती देवीमा मन्दिरमा दर्शन गर्न आउँदा चाहिँ अर्काको बारीको फुलको हाँगै भाँचेर टिपेर ल्याउँछ कि हजुर। कति मान्छे त यस्ता हुन्छन् हेर्नु, बिहान मर्निङ वाक गर्छन् नि, तिनीहरू त फुल चोर हुन्छ नि, थाहा छ हजुरलाई। फेरि रिसाउनु होला है हजुरहरू, कसरी थाहा पायो भन्नु होला। यो मर्निङ वाक बिहान 4 बजे मर्निङ वाक हिँड्ने मान्छे चाहिँ फुल चोर हो हजुर।
फुल चोर्न हिँड्छ। फेरि कतिले भन्नुला म त होइन भन्नुला, त्यो चोरलाई मात्र भने मैले, हजुरलाई भने होइन। तर अधिकतर मान्छे हेर्नु, बिहान मर्निङ वाक जाने मान्छेले फुल टिपेकै हुन् अर्काका बारीको। आफ्नो बारीमा ढकमक्क फुलाएर राख्छन्, अर्काका बारीको यस्तो एउटा ठुङ्गा यताबाट अर्को ठुङ्गा उताबाट। अनि मर्निङ वाक जाने मान्छेले झोला बोकेर जान्छ, कसैले किन जान्छ नि? प्लास्टिक झोला किन बोक्ने? कसरत गर्न हिँडेको होइन, अनि झोला बोकेर जानुपर्छ? ल मर्निङ वाक हिँडेको छ झोला बोकेर, किन भन्दा फुल टिप्दै झोलामा हाल्ने, फुल टिप्दै झोलामा हाल्ने। अनि अर्का बारीमा फुलेको फुल चोरेर टिपेर ल्याएर भगवान्को पूजा गरेर नि मनमा शान्ति हुन्छ र? कि मान्ने अलग कुरा हो, चोरेर हुँदैन है आज। लगेर चढाउँदो रहेछ सेती देवीमा। अनि दुःख नपरी त मन्दिर कोही आउँदैन नि, आउँछ र? उसको घरमा छोराछोरी जन्मिया रहेनछ। आइछ सेती देवी, हे भगवती मलाई धेरै दुःख भयो, कष्ट भयो, मेरो घरमा सन्तान भएन, एउटा सन्तान दिनु पर्यो। दिनै मन्दिर, दिनै मन्दिर। 1 वर्ष धाएछ। 1 वर्ष धाएपछि भगवतीले पनि विचार गर्नुपर्छ, बिचरा सधैँ आउँछ, मलाई फुल त चढाउँछ, दुनियाँको शराब पनि खान्छ। बारीको फुलको हाँगा भाँचियास देखेर भन्छ यही बजियाले होला, यसैले होला, कति मेरो कारणले त्यसलाई शराब खाउँ त, यसपालि भएन, आशीर्वाद दिन्छु भनेर भगवतीले आज आशीर्वाद दिन तयारी। उसले सोचेछ सधैँ फुल ल्याएर चढाउँछु, भगवतीले कहिल्यै मेरो पुकार सुन्नु भएन, आज चाहिँ म सुन्तला लहर चढाउनु पर्यो। सुन्तला किन्न गएछ बजार। अहिले यो महिना त सुन्तला छ नि होइन, सुन्तला किन्न गएछ। बिहानै ठेलाले लिएर हिँडिरहेको सुन्तलावालालाई घरमा, ए साउजी सुनिसके है यो कथा? ए साउजी हजुर, ए सुन्तला कसरी हो? साउले भने यो 70, यो अहिले त महँगो होला, यो 120 रुपियाँ किलो, यो 70 रुपियाँ किलो, यो 30 रुपियाँ किलो। कुन लाने? एउटै ठेलाको सुन्तला पनि सुन्तला भनेर हुन्छ? हेर न, यो ताजा छ, भर्खर ल्याएको ठुलो छ 120 रुपियाँ, यो 15 दिन अगाडिको 70 रुपियाँ, छानेर बाँकी राखेको यो 1 महिना अगाडिको 30 रुपियाँ। जुन लाने हो लैजाऊ, सानो भयो नि, गुलियो छ, मिठो छ। यसो सोच्यो 70 रुपियाँ लए पनि खाने भगवतीले होइन, पुजारीले नै हो। 30 रुपियाँको लए नै खाने भगवतीले होइन, पुजारीले नै। पुजारीलाई नै खुवाउनु छ भने किन महँगो लिएर जाने त? ल्याउ यही 30 रुपियाँ किलो। अनि 30 रुपियाँको चाहिँ किन नि यो त 1 महिना त मेरो ठेला भयो आएको, दुनियाँले छान्दा बाँकी रहेको हो होइन। छन् त यो सँगै बेचे त 120 मै हो, तर के गर्नु, 1 महिना भइसक्यो, राख्दै अब सौ आयो हुन्छ भनेर दिन लागेको मात्रै हो। यसले घाम पनि खान्छ, धुलो नि खान्छ, चिसो नि खाछ, तातो नि खाछ। यो लाने भयो 30 रुपियाँ, ल यही हाल्दै 1 किलो सुन्तला बोकेर आयो भगवतीको दर्शन गर्न। सधैँ त फुल चढाउनेवाला आज ल्याएर सुन्तला चढाइदिए 1 किलो। भगवती आज त पुकार सुन्नु है। भगवतीले भन्नुभयो, ल तिम्रा घरमा छोरा जन्मन्छ, आशीर्वाद। सुन्तला चढायो, गइहाल्यो। भगवतीले सोध्नुभयो कस्तो सुन्तला ल्याएछ त, खानु पर्यो भनेर यसो हेरेको त आमा, छोडाउन लागेको त के को छोडेको, 1 महिना अगाडिको सुन्तला, जता छोयो त्यतै बिलित भएर पुगेर पो गयो। खानु हुने चढा भए पो खानु त। भगवतीलाई बडा रिस उठ्यो, बरु फुलै ठिक थियो त, अर्का बारीको भयो नि। किनेर ल्याएको सुन्तलाको हालत यो छ पख तलाई। 1 वर्षपछि छोरा जन्मन्छ भन्नुभएको थियो, नभन्दै 1 वर्षमा छोरो जन्मियो हस्पिटलमा। डाक्टर नर्सले भने ल मिठाई लिएर आऊ। मिठाई लग्यो, बाँड्यो, खुवायो, धुमधाम रमाइलो। अनि उसले भन्यो, ल त एकचोटि छोरो कस्तो जन्मिएछ हो, धेरै समयकालपछि जन्मिएको छोरा, हेरौँ त अनुहार कस्तो छ। नर्सले, सिस्टरले भनेछ, हेर्न मिल्दैन छोरालाई। किन? हजुरको छोरोलाई त आइसियुमा राखेको छ। किन नि आइसियुमा? किन राख्ने नि? जन्मिने बित्तिकै पिलिया रोग लाग्यो, जन्डिस भयो, त्यही भएर आइसियुमा राखेको। अब उसलाई रिस उठ्यो सेती देवीसँग। अब जन्मिने बित्तिकै छोरोको अनुहार हेर्न पाएर आइसियुमा राखेपछि रिस उठेन, सिधै आएछ यहाँ आएर भगवतीलाई भनेछ, हे भगवती, बल्ल 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 मन्दिर धाउँदा एउटा छोरो जन्मिएको।
त्यही छोरो नै जन्मने बित्तिकै हेरौँ न अनुहार भनेर डाक्टर नर्सलाई भन्दा त आइसियुमा राखेको छ, हेर्न मिल्दैन भने के भएको हो र आइसियुमा राखे भनेको पिलिया भएको, जन्डिस भएको भने। त्यही भएर म त हजुरलाई गुनासो पोख्न आएको। के गुनासो नि? के त्यस्तो छोरा दिया त बल्ल बल्ल जन्मिया छोरो पनि जन्मने बित्तिकै अनुहार पनि हेर्न नपाउने छोरो किन दिया? भगवतीले भन्नु बाबु सुन्तला पनि त तिमीले त्यस्तै दिया थियौ, त्यही भएर छोरा पनि तिम्रो त्यस्तै जन्मियो। सुन्तला पनि पिलिया रोग लागेको